नेपालमा लोसार गुरुङ, शेर्पा र तामाङ जातिका मानिसहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो दुई शब्दको मिश्रणले बनेको छ। लो भन्नाले वर्ष र सार भन्नाले नयाँ र लोसार भन्नाले नयाँ वर्ष भनेर बुझिन्छ। त्यसै गरी तमु लोसार हरेक साल पौष 15 गते मनाइने गरिन्छ। गुरुङहरूले समयलाई 12 वर्षको चक्रमा भाग गरेका छन्, जसलाई लोहकोर पनि भनिन्छ, जसमा प्रत्येक वर्षलाई विशेष नाम दिएको छ, जसलाई वर्ग अथवा लो भनिन्छ। पूर्वी भौतिक ज्योतिष प्रणाली अनुसार यो 12 लोहरू हुन्छन्, जसमा गरुड, सर्प, घोडा, भेडा, बादर, पक्षी, कुकुर, मृग, मुसा, गाई, बाघ र बिरालो छन् र प्रत्येक वर्षलाई केही विशेष पशुको नाम लगाइएको छ। यसै गरी यही 2080 सालको तमु लोसारलाई गरुड वर्गको नाममा लगाइएको छ र यो महत्त्वपूर्ण पर्वलाई उस्ता समाजले लर्ड पार्टी भेन्यू धुम्ब राईचोकमा निकै नै धुमधामसँग मनाएका छन्। नमस्कार, छ्याचालो सबैलाई। तो विगत पनि हामीले लोसार कार्यक्रम मनाइरहेको छ। यसपालि पनि हामीले निरन्तर लोसार पर्व मनाउन गइरहेको छ। यो समाजको चाहिँ गतिविधि सफलतापूर्वक सम्पन्न होस् भन्नेमा म विशेष किसिमले यहाँहरूको अगाडि चाहिँ म टक्राउन चाहन्छु। बिरालो वर्गलाई हामीले विदाय गरेर जुन गरुड वर्ग आउँदैछ, यो नयाँ वर्षले हामी सबैलाई सुख शान्ति समृद्धि ल्याओस्। आजको हाम्रो लोसार कार्यक्रमको लागि भनेर फेरि उहाँ फ्लाइट समातेर आइसक्नु भएको छ। उहाँलाई फेरि म धन्यवाद दिन चाहन्छु। यस्ता राष्ट्रिय पर्वहरूले, राष्ट्रिय चाडहरूले हाम्रो समाजलाई अझ बलियो बनाउने, अझ हाम्रो नेपालीहरूको बिचमा परस्पर अझ एकतालाई सुदृढ गर्ने कुरा यस्ता राष्ट्रिय पर्वहरूले मद्दत पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। खासै छाछालो शब्द भोट शब्द हो, होइन, भोट बनाएको शब्द हो र त्यही छाछालोले हामीले छाछालो पनि भन्ने गर्छौँ।
नेपालमा तमु लोसार एक महत्त्वपूर्ण चाड मात्र नभई यसले तामाङ समुदायमा एकता पनि बढाउने गर्छ। यस चाडमा रङ्गीन रीतिरिवाज, नृत्य र भोजको प्रदर्शन मात्र नगरी यसले हाम्रो सांस्कृतिक सम्पदाको महत्त्वबारे नि झल्काउने गर्छ।